हो बस बस त नि राम्रोसँगै म सो हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई न्यू भ्लग। आइयो हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। सो म पनि एकदम ठिकठाक है। अहिले चाहिँ हामी धेरै टाइम पछि चाहिँ हामी गोटा मार्न जाँदैछौँ है। हामी चाहिँ गोटा भन्छ गाउँघरमा चाहिँ, भन्दाखेरि चाहिँ गङ्गटा, हाम्रो गङ्गटा हाल्ने चाहिँ भाडो जाँदैछौँ। अनि हामी चाहिँ जाँदैछौँ होइन। अहिले चाहिँ गर्मी अति नै छ है, गर्मी चलिरहेछ, सिजन नै गर्मीको हो। अनि त्यही भएर हामी चट्ट पारेर होइन, हाम्रो अब स्ट्रबेरी टिपै चाहिँ राम्रो छैन क्या, अलिक काम चलिरहेको छैन। अनि आज चाहिँ थोरै काम भइरहेको थियो, अनि त्यही भएर चाहिँ हामी जाँदैछौँ। सबिन ब्रो हेलो गरिदिउँ न यार। अनि होइन सबिन ब्रो, म अनि दाजु, अनि हाम्रो यो चाहिँ फ्र्याङ्गा काम गर्ने हेन्थेन होइन। अनि उहाँ स्प्रे पनि हानिरहेको छ। अब हामी जाँदैछौँ खोलामा। खोलो कस्तो भन्दाखेरि नाली टाइपको है। अनि त्यहाँ चाहिँ गङ्गटाहरू मिल्छ भन्ने कुरा भइरहेको थियो। हाम्रो सबिन सरले त गफ दिइरहेको थियो, मिल्छ कि नै त्यहाँ गएर भरे हामीले यसमा लिएर आउँछौँ अनि फेरि पनि बनाउने छौँ नेक्स्टमा। अनि चट्ट पारेर होइन। अब दारूको सिजन हुन्छ कि होइन खानाको लागि हुन्छ के हुन्छ। अब जाँदैछौँ। यही अगाडि चाहिँ छ त्यो खोला होइन, सानो सानो बग्छ। अनि त्यहाँ चाहिँ खोला सागहरू टन्न थियो। साथीहरू पछाडि आउँदैछ। अनि त्यही हो, हामी 4 जना मात्रै छ यता। डङ गङ्गटाहरू यति ठुल्ठुलो पाउँछ, टक्क लगाएर समात्ने अनि ल्याउने। अन्त चिल्ली गङ्गटा बास त्यति भएपछि त अनि गङ्गटा खाने भयो। अनि हाम्रो एउटा चाहिँ उहाँ पर देखाउने, हाम्रो एउटा चाहिँ उहाँ आउँछ गङ्गटाको मलामी पनि आउँदैछ। त्यही होइन, सिधा खोलामा गएर बनाएको देखाउँछु ल। हामी देखाउँछौँ। ल हामी खोलामा आइसक्यौँ है गाइज, हामी खोलामा आइसक्यौँ। तपाईँले खोला देख्न सक्नुहुन्छ। यही हो नि, फेरि आज चाहिँ ठुलो आएको है पानी। अनि पछि चाहिँ सानो सानो हुन्थ्यो, यत्रै बग्थ्यो क्या। आज चाहिँ ठुलो पानी कहाँबाट यस्तै रहेको छ यार, र बनेछ यार। त्यस्तै हो। अब यहाँ साइड साइडमा चाहिँ घङ्गटाहरू पाउँछ, अनि त्यो चाहिँ हामीले एकदम निकाल्छौँ होइन, मिलाएर। हाम्रो ग्याङ चाहिँ यति नै हो अहिलेलाई। अब यस्तो हो, फेरि दाइले फेरि स्ट्रबेरी टिप्दाखेरि चाहिँ काम लाग्ने पाउँछ। त्यही पनि यस्तो गर्मी हुन्छ कि भनेर चाहिँ ल्याएर आएको क्या। टक्क गरेर यति चलिहाल्छ नि फेरि। बास यति भएपछि त फेरि एसी जस्तै चिसो हावा खाइहालिदिन्छ है। बिन्दास पाराले हिँडिदिने हो क्या। यो चाहिँ टनलभित्र चाहिँ एकदमै पर्फेक्ट हुन्छ क्या, पर्फेक्ट होइन। त्यही हो। अब हाम्रो केटाहरूले चाहिँ गङ्गटा मार्छ, कसरी मार्छ हेरौँ होइन। म चाहिँ फर्स्ट टाइम अनुभव लिन लागिरहेको छु। तिमीहरूको दाइ मोटाएर है बोडी भन्नुहुन्थ्यो नि है, यस्तै छ। मोटाउन त त्यस्तै हो, 6 केजी चाहिँ घटेछु म है पहिलाको भन्दा। पहिला चाहिँ 96 थियो भने अहिले चाहिँ 90मा झरिरहेको छु म। अब चाहिँ 80मा झरिदिन्छु ल गाइज। अनि त्यस्तै चलिरहेछ, भुँडी बढिरहेछ पुरा। अहिले चाहिँ 1 बज्यो है, म अर्को मोबाइल चाहिँ ल्याएन। अहिले चाहिँ समथिङ 1 बज्यो, केटाहरू यहाँ छ होइन। अब गङ्गटाहरू कता कता पाएको त्यो मलाई केही नलेज भन्ने चाहिँ केही छैन है। साइड साइडमा धुलाहरू त्यस्तैमा पाउँछ अरे रेका कुरा है। तर अस्तिने चाहिँ अति लगाएको थियो, फेरि भेटिँदैन किन नि यस्तो झारे यार चाहिँ कहाँ भेटिन्छ। हाम्रो इन्जिनियरले अब भेटिन्न भनिहाल्नु भयो गाइज। फेरि टक्क अब खै, अब यता आएपछि चाहिँ हल्का फुल्का होइन खोज्नु पर्ने त हुन्छ। दुःख त देख्नु पर्यो। दादा फेरि जाँदा नि चस्मा माथि राखेर टक्क टल्काएर होइन अनि गङ्गटा च्याप्प पक्रिने गङ्गटा भन्दा नि यता यसो हो कि। अब स्ट्रबेरीतिर यसो आउँछ नि त मैयाहरू, अनि त्यही भएर चाहिँ देखिरहेछौँ हामीले। जहिले यस्तै गर्छ नि यार साथीले। छैन हौ
रमाइलो पनि हुन्छ है फेरि फाइनल्ली एकजना हाम्रो भेटिसक्यो वाउ छिर्यो अब यो त ड्याङ ड्याङ खनेर हानेर होइन ट्याकटिक पारेर यसरी हो खोज्ने फेरि तर बवाल हुन्छ है गाउँमा हुँदाखेरि चाहिँ हामी माछा मार्न हिँड्यौँ तर कहिले पनि त्यसरी गङ्गटाहरू छोडेर हिँड्थ्यौँ यहाँ चाहिँ आमामा यहाँ त बवाल हो फेरि गाउँमा हुँदा त हाम्रो माछा मार्दा त गङ्गटा कहिले राख्दैन हामी त गङ्गटा मार्न आएको है यताउति केही ठुलै छ क्या टोकलाई खन्नुपर्छ अरे त्यो पानीले पार लाग्दैन क्या यस्तोमा यस्तो 2 मिनेटमा बाहिर निकाल्दिनु है हो पानी हाल्ने बाहिर आउँछ आफै के हो बस गइहाल्यो अब बाहिर निक्लिन्छ खन्नुपर्छ त्यो ए माछा भयो पो भाग्छ भन्नु जा होइन पानी के मजा गङ्गटा त आफै निस्किन्छ ए केटाहरू फेरि इन्जिनियर हुन् क्या हेट त्यस्तो नगर्नु नि यार दादाले छोडिदिइहाल्यो नि यार 1 मिस त यार गगटा फिनिस भनेको फिनिस नै भित्र चाहिँ गयो ल फेरि गयो त पानी त पानी घट्ने बढ्ने क्रम 1 घन्टा भेटाइसकेको छौँ चस्मा लाएर चस्मा लगाएपछि आफै झर्दो रहेछ ए एउटा ए दादाले यस्तो तर्काल झिकाल्दै थिए अनि भेट्नु पाउँदै पाइएन एउटा फेरि यहाँ छ ल हुन्छ है यति चाहिँ दुःख हुन्छ है पानी हालौँ पानी हाल्दैन आउँदो रहेछ त बाहिर चत्तै हात हालेको त मात्रै फाल्यो देख्दै देखिन अघि त ला सफ पाल साल आम्बो परै गएको थियो नपक्रिने कुरा हुन्छ ठुलो पौडा ल्याउने देखाउँ देखाउँ दुईटा हाम्रो बस अरूको छैन होला मात्रै त्यसमा हात हाल्ने मात्रै होइन अब हामीले यति यति बनाएर लान्छौँ यति यति अनि यो चाहिँ यो छैन होला भनौँ छ नयाँ दुलो ए कति पाउँछ नि माल पार पनि चाल नपाउने ऊ यहाँ पाएर छ नि त्यहाँ नि बबाल गएको छ तर स्टोरी टिप्नेले नि हल्का हाल्दैछन् क्या मलजल गर्दैछन् होइन त्यतातिर अनि त्यही भएर चाहिँ हल्का फुल्का वाला रिएक्सन आउने भएर हामी चाहिँ त्यहाँबाट अगाडि बढ्यौँ फेरि अब यहाँदेखि ओ माथि फ्राङ्गादेखि त त्यहाँसम्म पुग्छौँ कतिवटा हुन्छ 4वटा पालमा 2वटा चाहिँ मिल्यो 2वटा चाहिँ अलि तलैसम्म अलि लङ पाल रहेछ अनि त्यही भएर चाहिँ मार्नु सकेन यहाँ हाम्रो साथीले पानी तार्दैछन् गङ्गटा 2वटा ठुलो ठुलो भेटिसक्यो है गाइस त्यस्तै हो चाहिएकै नि आफै ढल्दो रहेछ झाँटो यिनी हो र यो जुत्छन् रे पनि दादा ओए हालौँ हात हालौँ बस चाहियो कि यो हामीलाई ढुङ्गा ढुङ्गा भए त गाह्रो भइहाल्यो नि छोयो छुने मात्र काम गर्दैन माल पर है ठुलो ए झन्डै पुरै घाँस आएर त्यो पालहरू नदेखिँदो रहेछ कि यस्तोमा नत्र त डेन्जर भेटिन्थ्यो नि हो त्यस्तो पालहरू चाहिँ नदेखिँदो रहेछ कि साथीले खोजे जस्तो
हुँदैछ गाउँबाट सङ्लिँदैछ दुःख चाहिँ गर्नुपर्छ है गाइज फेरि त्यतिकै पाउँदैन नि खाना मालुम यहाँ पनि रहेछ एउटा त्यहाँ पनि रहेछ कक्लिमा के सानो ठुलो ऊ खोइ ठुलो ठुलो मात्र लैजाने हो बच्चा त छोडिदिएर जाने अरे पाल खोज्दैछ भाइले फेरि गङ्गटाको है के को पाल पाइन्छ नेगेटिभ चाहिँ नसोचौँ पोजिटिभ ए घाँसले नदेखिँदो रहेछ क्या बस भेटेन पुरै घाँस निक्लेछ क्या भेट्यो कता नि ए दादाले फेरि ट्याप्पै पारिदिन्छ नारायणले हाल्दा नि खोज्छ मलाई कसलाई हालिहाल्छ नि ए केकडा अब गयो तिम्रो हात हेर त डराका यी के निन्जा टेक्निक यता त कति समात्यो नि ए गङ्गटा फेरि अब हाम्रो यो जक्सनमा जान्छ है झन्डै भेटाएको यार ठुलो छ नि है झन्डै भेटाएन यार यस्तै रे खोज्ने गङ्गटा स्ट्रगल छ नि तेरो मेरो एउटै यति मिहिनेत चाहिँ गर्नुपर्छ कि टङ 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 कहाँ भेट्यो फेरि अर्को पनि भेट्यो ल खालि फाले ए यो भाग छ अहिले बास यस्तरी समातेपछि त फेरि ओए कति डर हो ए गाइड माछालाई तलै ल्याउँछ त यसले त यार देख्यो यी के अलि डर लाग्छ क्या फेरि कङ्गडा यति चाहिँ हुनु पर्यो क्या केकडा देख्यो गाइज यसको फल यो फेरि बवाल हुन्छ यो चाहिँ टक्क सिमला मिर्च लिएर आयो प्याज लिएर आयो अनि अदरक लसुन च्यापचुप पारेर फ्राई गरेर खाँदाखेरि त लास्टै झाडो आइरहेछ क्या चार भयो ल गाइज चारवटा भयो एक एकवटा पोलेर खाइदिनु पर्छ ल यसलाई फ्राई गरेर सिमला मिर्च लिएर आए पर अनि टक्क सिमला मिर्च प्याज अदरक लसुन तड्का अनि मैले क्याचअप लिएर आउँछु क्याचअप हल्का अनि खुर्सानी आमा थेट खाइ नसक्नुहुन्छ नि बास ए नाटक मलाई देखेँ यार टोका मेला मैले टोका केही गर्दिनँ त्यही ओइ कराउँछ यार केही फेरि टोक्दियो भने त बर्बाद हुन्छ है यस्तो गरेर यस्तो साइडबाट ठोक्दै नि हुँदो रहेछ कि केही नगर्दो रहेछ यति टेक्निक अप्नाएपछि भ्यायो गङ्गटालाई भेट्यो ए गङ्गटा भेटिरहेछ है गाइस एक दुईवटा भिडियो बनाउनु पाएन कि सबिन दादाले जस्तो दुःख चाहिँ गर्नु पर्यो क्या अलि ठुलो बोला न यार तिमी युट्युबमा थाउँछौ कि किन चलेको गरेर भिज नजाला के हो भेटायो क्या दाइले सुरेश दाइले ए शीतला दे
साउन्ड सुन्यो गाइस यस्तो हो नि त अनि घामले डढेर कालो भइन्छ भनेर कि छ ल है मैले नि एउटा पाल भेटाएँ अनि अब हात हाल्छु है फेरि कक्राले घजुङ गुजुङ पार्दैन मेरो हात गाइजको बर्बाद हुन्छ है बर्बाद हुन्छ अन्त हेरेको हेरेँ एकचोटि चाहिँ हात हाल्छु ल यहाँ छ है फेरि छ सानो छ त कहाँ गयो त आबी ए मा कसम यार खै मन निकाल्दैछु यस्तो दाबिँदो रहेछ है आयो आबी खैजाडो मन पछि टोक्छ कि हट्ने डरकै यहाँ समाजमा समाजदेखि नि ए भइगयो त गाइस मैले लिइसकेँ भनेर कि त्यो बटाको निकालेर त्यहाँ हाले हैन नि ल सानो छ हौ यो त यी सानो हो क्या चक्कर भएर देख्यौ एउटा चाहिँ मैले पनि भेटाएँ ल त्यो चाल्दिने हेर बल ल त्यस्तो त गर्दैन ल साथी हामीले चाहिँ नभेटाउनु भनेको म त खतरा हो के छैन छ खोइ नाटक धेरै हेरी अब निकालेपछि थाहा खोइ नाटक र ननाटक छैन उता नि दादा ठुलै हो ठुलै हो खोइ यता नि भेट्यो सानो हुन्छ यत्रो छ यता नि छ मेरोमा सानो छ के निकालौँ न खोइ बस खोइ त यसको त ढाङ्गै छैन त एउटा काटिसक्यो पर्ले खोइ हालो हालो यसैमा छोड्दे पोलले भनेको त नि सानो छ त्यसमा भनेर के सानोमा छोड्दे यत्रो के हो यत्रो त मिठो हुन्छ नि काँचै खाने ल यस्तो ए नपुर्दियो मारिदिन्छ न अहिले अलिकति त राखिदिन्छु नि ए दादाले यार च्यापेर मारिदिने विचार हो क्या हो गङ्गटा पायो चुप्लुङ ल भेट्यो क्या यति मिहिनेत गरेपछि त पाइहाल्छ माथि हेर्दै आउने खोइ यहाँ त बाहिर यो दुलो भनेर त कहाँ हो दुलो पाल चाहिँ यी ए देखेँ मैले त देखेँ आँखाले क्यामेराले त देख्छ कि नै भन्ने कुराहरू क्या ऊ निक्ल्यो गाइस निक्ल्यो तलबाट धकेल्दाखेरि माथि आइरहेछ बास ल बाहिर जता कतै भेटिन्छ तपाईँलाई दुइटा फाल्तु बाटा बुलो गरेर निकाल्छ यता यता यो यहाँ छ नि त गतिलो रहेछ यहाँ हो हेर्नु नै दादा ल ल गाइस ए आमा थेट धेरै ठुलो छ यार के धेरै ठुलो छ क्या खोप्ला खोप्ला किएको ठुलो नि जानु तिमीले भगवानसँग उता आउँछ भाइ एउटा ठुलो छोप्छु क्या सानो के छोप्ने हो यस्तरी त छोपिहाल्नु ओहे यो चाहिँ कडा रहेछ यार लास्ट खेलाउनु मन लाग्छ फेरि ल अहिले चाहिँ धमाधम मिलेछ है ग्यास जति हामीले सोचेछौँ त्योभन्दा बढी मिलिरहेछ है त्यति धेरै मिहिनेत पनि गर्नु परिरहेको छैन केटाहरूको मिहिनेत त छ कि तर हाम्रो चाहिँ
अरे यस्तो मिठो हुन्छ नि साला चट्ट पारेर है खाने हो अरे टक्क हुन्छ अब अर्को आयो ल गाइस भागो आयो आयो ए म बाहिरको मात्र समात्ने हो केटाहरूले भित्रको समात्ने हो आमा 1 केजी भयो केटा 1 केजी 1 केजी 1 केजी भइसक्यो तिनवटा एउटाले चाहिँ 7 तोल लैदियो कि लास्टै ठुलो रहेछ है आम्मा डेन्जर जाँदो लैदियो फेरि अघि मैले निकाल्दाखेरि सानो सानो भएर मात्रै हो नत्र त 7 तोल लैदिन्थ्यो मान्छे छोप्नु चाहिँ मजा लाग्छ गाउँबाट पनि मजा लाग्दो रहेछ भेटेन त्यहाँ नि मै झर्नु पर्ने हो क्या अनि भेटाउँदै भेटाउँदैन हाम्रो चाहिँ गगडा खोजै भइरहेछ है गाइज यस्तो कडा घाम लागिरहेछ देख्यो डेन्जर घाम लागिरहेछ डेन्जर गङ्गटा मारे भइरहेछ ला यति हो नि त अनि चाहियो के यो अनि बस ल कहाँ छिर्दियो रे यता त आयो पारी कसरी जाने भन्ने कुरो हो नि ल ल ल ल आयो आयो गाइज आयो अझै अगाडि टक्क पाल खोलेर बस्दो रहेछ यहाँ फेरि आयो आयो सानो दुधै खै दुधे दुधे त खाइहाल्छु नि फेरि पानी कतिलो छैन क्या यो चाहिँ हो यार दुधे नै हो भाषेको भाषै यार हुँदै यसलाई गोजा हालेर लान्छु ल ठुलो हाल न गोजीमा सुन्नै देला नि यार टोकेर फेरि बर्बाद होला खोइ दुधे मात्र भेटौ नि यार यो पानी गन्दा होला है धोएर खान्थ्यो नि ल ल ल निक्ल्यो निक्ल्यो ल दादा गफ मात्र गरेन होइन काम गर्नेले यति गरे अरू केही भन्नु छ होइन होइन त्यस्तै हो बस बस ल अब बाफ्रे बा एउटा गङ्गट निकाल्न यति जोर हो डेन्जर राम्रो लाग्यो यहाँ चाहिँ दुधे गङ्गट है खतरा क्र्याब हन्टिङ हो बस बस हिलो हुँदो रहेछ कि नत्र त फेरि लास्टै गर्ने हो झन् है अघि मैले नि हात हालेको क्र्याब हन्टिङ आउनु त अनि टोकाइदिन्छु म रहरै छ ल है 1.5 केजी 1.5 केजी भयो यार भयो क्या 1500 गरौँ त के सुत्दिउँ न पानीमा अनि पानीमा सुत्दिने नि त अनि निद्रा लागे ल ल ल आयो आयो कता आयो रड चाहिन्छ कि नै फालिदिउँ यस्तो हिलो भयो यार दादा बस ल खुट्टा बिनाको निकालिरहेछ नि दादाले यस्तै चल्दैछ टक्क हामी तलबाट आयौँ यहाँ चाहिँ अति गहिरो रहेछ हौ डेन्जर यार जाउँ जाउँ त्यसरी नसुतेको भए हुन्थ्यो कि घर पनि ठिकै छ जाउँ जाउँ
साथीले यार यताबाट छैन नागिहाल्छु नि म सेती नदी तरेको मान्छे पो त नि फेरि गर्दै हाल्यो तल त गइँदैन नि झन्डै ढल्यो यार हाम्रो सरलाई अल्छी लाग्यो रे किन लाग्यो अल्छी चाहिँ किन लाग्यो क्या जाउँ सुता त्यहाँ चाहिँ मार्दै सबिन ब्रो के छ हल्ली चल्ली एकदम गुड कस्तो फिल भइरहेछ गङ्गटा मारिरहेको छौँ हामी एकदम दामी फिल भइरहेछ है वा हामी चाहिँ उहाँ पार्टनरले उहाँ भन्नुहुँदैछ छ कि नै भनेको यति मिहिनेत चाहिँ हुन्छ क्या निकाल्नुहुन्छ पुरा उताबाट यतासम्म खनेको कहाँ हो यहाँ देखिनु त अहिले चाहिँ डह्रो मिहिनेत लाग्यो तर हुनु चाहिँ पर्छ कि छैन कता ल है ल गाइस तिमीहरूको भाइ चाहिँ पुलमा छ तर्न नसकिने यतापट्टि स्ट्रबेरी यतापट्टि स्ट्रबेरी यता चाहिँ किराहरू यस्तो चल्दैछ गाइस लडे टाउको भन्दा नि झर्न फुट्टो चाहिँ उ गर्यो अयो गाइस वेट धेरै भयो जस्तो लाग्यो म्याकेडा पडङ्गै गयो खसी थियो झर्यो होला हौ झर्यो होला क्या मान्छे सुरक्षित भएन यहाँ मान्छे ठ्याट पडङ्गै गयो यार लाग्यो नि लाग्यो छैन त्यस्तो त यस्तो भएको यार खतङ्गै भयो क्या भेट्यो पार लाउँदैन हराउँछ फाल उतै फाल जान्छु के होइन उतै फालेन हुन्छ फेरि भाँचिला यार यस्तो मुला यार सिङ्गल अनि त्यहाँ अनि एउटा टेकिँदैन त अनि हाल्दै हाल्दै भाइ गाह्रो छ यार साला उसले टोक्यो यार यसले पो टोक्यो यार झन्डै मऱ्यो नि यार लाइभ एक्सिडेन्ट भयो यार लडै होइन गाइस ओए छोयो ठुलै छ भने चाहिँ यत्रो रहेछ केकडा बोल्दै होइन के यहाँ छोप्ने डर लाग्छ अनि
यो लास्टै चलाख रहेछ क्या फाला बस यो नि हरियो हेर त ए आम्बो कति भयो यार यो हो क्या मेहनत बस आम्बो अनि चाहियो कि यो आम्मा कहाँ हान्छ नि यार मान्छे हेर्नु पर्छ नि यार कुखुरा सुलु खोइ ल हरियो पर्यो यस्तो हुन्छ हरियो छ यार यो पनि मान्छे कस्तो पल्टेको हो मासला दिन्छु अहिले कस्तो दिला त फेरि जुदिहाल्यो नि फेरि बस हाम्रो पानी आउँदैछ हाम्रो साथीले ल्याउँदैछन् पानी प्यास लगाइरहेछ हामीलाई पानी लेके आएगा कताबाट आउँदैछ यार चिसो चिसो हावा चलाएको अहिलेको साथीले बढी हेर्दैछन् हाम्रो मोटे मान्छे तिनी हो अनि यता हड्डी डन दादाले फेरि बाहिरै देख्यो भन्छन् अनि खोल्दाखेरि हुँदैन हो बस त नि राम्रोसँगै मर्ने भएछ साथी राम्रोसँगै मर्ने भयो नि यो पनि फाइनली गाइज पानी आइसक्यो जमिन हुन्छ कि नै साथी आउँदैछन् देख्यो ल गाइज यस्तै गर्मी भयो साथी आउँदैछन् है टक टक दिँदैछन् है बस यहाँ चाहिँ केटाले मारिरहेछ बस फेरि अर्को मार्दैन त्यो आज इन्जोय गर्नुपर्छ ल भ्युवर्सहरू राम्रोसँग हेरेर है खोलो आज ठुलो छ पानी बढी छ अर्को पनि हेरे बस ल खेल बस ठुलो रहेछ यार यो त ठुलो छ नि यो त सोयाबिनको अघि जत्रै छ कस्तो ढल्किने फेरि यो ल क्याप्पै पार्छ त यार ल जति जे भयो नि बाबु गइहाल्छ रे टक फाला त पानी आयो पानी साथीले ल्याएर आए अब भ्याइन लायो
उहाँ बाहिरै छ यार यहाँ बाहिर फेरि ततै हालेछन् ऊ आएको आयो आज साथीले खुब छोप्यो घुस्यो घुस्यो साला ल फेरि चलाख हेट फाल्यो फाल्यो ल फाल्यो बस शिकार बस एउटा त लास्ट ठुलो है सबिन दादाले मार्नु भएको छ है आज नि उता फेरि या त सर भर्खरै आउनु भएको छ उहाँ चाहिँ पानी ल्याइदिएर पायो तर भन्ने कुरै हुँदैन कि पायो भने चाहिँ पायो भयो अब बहुत छ टोक्यो अहिले हो यार अहिलेसम्म टोकेको क्रियाको म कहाँ चाहिँ खान्छु र नि यस्तो साह्रो टोक्यो यार ल कता खान्छ त ए तिमीले टोक्यौ मलाई नि टोक्छ क्या तेरो कस्तो घुम्नु भएछ अरे तपाईँ खै अहिले 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 ल लास्टमा फेरि बाइट हानिदिइहाल्यो नि बर्बाद भएन अनि सकिने बेलामा देख्यो भारी भारी बेसी गाइज युरोपमा नि यस्तो डिब्बाहरू हुन्छ ल दादा गर्मी बेसी गर्मी हुनु लाग्यो थकै लाग्नु लाग्यो गएर एकदम बजार जानु छ होइन हल्का गएर एकताल नआएर अनि फेरि आएर फेरि वाला भलिबल खेल्नु इनफ छ गाइज 2 केजी गङ्गडा मारियो भनेपछि माथिको खपटो फाल्दाखेरि 1 केजी त रहन्छ 1 केजी प्लस 1 केजी चाहिँ बाहिर वेस्ट जान्छ 1 केजी चाहिँ राम्रो हुन्छ अनि दाल काकर दाल बनेगा भात के लिए गंगडा बनेगा जैसे चिकन खाते वैसे ही रोस्ट बनेगा तो मुश्किल नहीं गंगडा रोज खाएगा ऐसे मेरी तरह मोटा हो जाएगा यही है भाई थक गए अभी कुछ नया करेंगे पा यार ल गाइज हामी चाहिँ फर्किँदैछौँ है आज भ्लग चाहिँ कस्तो भइरहेछ अनि हात देखाइदिउँ न हात कति टोक्यो भनेर हात त अब यहाँ टोक्न थोरै टोकेको छ थोरै नै छ तर देखिन्न राम्ररी भाँसिएको छ तर टोक्नलाई टोक्यो लास्टमा दुई ठाउँमा कि एक ठाउँ बाइट हानिदिएको दुई ठाउँमा हान्दियो मायाले हो के दादा लास्ट सकिएपछि हान्दियो त्यही हो हामी चाहिँ अहिले बरु म पक्रिँदा थिएँ आउँदाखेरि चाहिँ 4 जन थियौँ अहिले जाँदाखेरि चाहिँ 5 जना त्यही हो पानी लिएर खुवाइहाल्नु भएछ हामीलाई
तर दादा एउटा दादाले खानु पाउनु भएन नाकाम हान्नुपर्छ खासमा चाहिँ त्यही हो क्या च्यापचुप बनाउने ऱ्यापरुप खाइहाल्ने पर्ने तर त्यस्तो चाहिँ हुँदैन कि कति बज्यो 2 बज्नु लाग्यो होला यो 3 4 5 अब चाहिँ हामी जाँदैछौँ टक्क जाने होइन नआउने अनि मन लाग्दा जाने क्या हामी त म जाने